जस हामी अहिले भर्खर होइन ड्युटीबाट आएको होइन आज हाम्रो ओभर टाइम थियो होइन ओभर टाइम सकाएर आएको होइन गाइस अनि भोलि त अब शुक्रबार होइन अनि अब जाने होइन लुगासुगा धुने अनि जिम सिम गर्ने होइन भात भात खाने तर आज मलाई एउटा कुरा याद आयो नेपालको क्या नेपालको किन के याद आयो कुरा होइन तपाईँहरू पनि छक्क पर्नुहुन्छ क्या गाइस कुरा भनेपछि साथीहरू भन्थ्यो क्या मलाई कि साथी त विदेश गएपछि होइन त बिर्सिन्छस् होला होइन तर साथी तिमीहरूको भने जस्तै कुरा भयो क्या म बिर्सेको छुइनँ होइन तर के गर्नु अब कामबाट रुमबाट फेरि बिहान काममा मलाई फुर्सदै हुँदैन क्या आफ्नो टाइमदेखि क्या अब काम यता 10 घन्टा ड्युटी गर्नुपर्छ कुनै दिन ओभर टाइम गर्नुपर्छ जम्मा तपाईँको कति गर्नुपर्छ 12 घन्टा ड्युटी गर्नुपर्छ ओभर टाइम सहित है अब कसरी साथीभाइलाई कल गर्नु म त आफ्नो आमालाई होइन कल गर्न भ्याउँदिनँ क्या गाइस के भन्नु भोइस मेसेज गरेर आमालाई भन्छु त्यो पनि कुनै दिन भोइस मेसेज गर्दिनँ आमालाई अनि हाम्रो एउटा एरन साथीले भनेको थियो कि सायद त जान्छ होइन बिर्सिहाल्छ बिर्सिने होइन क्या साथी म सबलाई मिस गर्छु तर के गर्नु आफूसँग होइन टाइमै छैन क्या टाइम भन्दा पनि अब ओभर टाइम गरेर आज आइयो अब अब नुहाउनु कि भात खानु कि जिम गर्नु होइन कि आमालाई कल गर्नु अब होइन मसँग टाइम भनेको चाहिँ केही छैन क्या टाइम अब फस आयो अब होइन अब के गर्नु अब त्यही हो अब लुगा धुने हो लुगा धोएपछि हल्का जिम गर्ने हो जिम गरेपछि भात खाने हो भात खाए मस्त सुत्दिने हो टाइम कहाँबाट छ त्यस्तो गर्दा गर्दा 12 बज्छ कतारको अनि गाइस तपाईँहरू आफै कमेन्ट गर्नु होइन म नराम्रो यो ब्लगमा भनेको छु भने होइन तपाईँहरू आफ्नो अनुसारले कमेन्ट गर्नु होइन अनि गाइस मेरो जति पनि होइन साथीहरू छ होइन त्यो म साथीलाई त्यही भन्न चाहन्छु होइन साथी कहिले गलत हुँदैन होइन गाइस किनभने साथी आफ्नो होइन बाहिर आएको साथीलाई होइन केही तपाईँहरू होइन नराम्रो यस्तो नभनिदिनु तर मेरो साथीहरू मलाई चाहिँ नेपालमा भन्दै थियो ए साथी तिमी जान्छौ बिर्सिदिन्छौ त्यस्तो होइन गाइस सब आफ्नो एउटा होइन अब आउँछौँ होइन अब टाइमै हुँदैन क्या अरूसँग कुरा गर्ने होइन रुमबाट ड्युटीबाट रुम ल गाइस नेक्स्ट ब्लगमा भेटौँला फेरि हामी त्योभन्दा राम्रो ब्लग है गाइस अनि हाम्रो यो ब्लगमा केही मिस्टेक भएको छ भने तपाईँ हामी